लासो फ्यापुला जोजोलप्पा सेवारो साथीहरू, म गङ्गा सेन्तान युट्युब च्यानलमा स्वागत गर्दछु तपाईँहरूलाई धेरै पछि आफ्टर लङ टाइम 1 वर्षपछि होला 2 वर्षपछि आज टाढा भ्लग बनाउनु जाँगर चलेर लटर रमेश्वर मन्दिर जाउँ भनेको बिहान 6 बजी हिँडेको अहिलेसम्म आइपुगेको छैन गाइजहरू। हिँड्न नसकेर सबभन्दा लास्टमा मै छु बरु बुढी बुढी मामहरू आन्टीहरू हिँडेर कहाँ पुगिसके म यहीँ जङ्गलमा छु देख्नुहुन्छ यहाँनिर तपाईँले हेर्न सक्नुहुनेछ एक्लै हिँडिरहेछु। आयो 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 साथीभाइहरू मान्छेहरू त्यहाँ ल साथीभाइहरू अलिकति आनन्द आयो। लाइक सब्सक्राइब गर्नु नबिर्सनु होला। लाली गुराँस छ साथीभाइहरू, लाली गुराँस पानी छ मसँग गाउँहरू उज्यालो भयो। म यहाँ छु बल्ल भरेको बाटोमा छोड्यो कहिले आइपुग्ने होला। ए लाली गुराँस टिपिराख त लाली गुराँस टिपिराख ल गाइजहरू हामी चाहिँ चुच्चोमा आइपुग्यो होइन। बल्ल दल्ल लाली गुराँस पनि टिपियो हिँड्न नसकेर म चाहिँ लास्टमा छ। सबले छोडेर गयो मलाई गाइजहरू के गर्नु हिँड्न सक्दैन रहेछ सोचे जस्तो छैन। यस्तो भर्याङ चढ्नुपर्छ घाम लाग्यो चुचुरोमा आइपुग्यो त्यत्रो बाटो हिँडेर आयो। यस्तो छ गाउँ फोटो खिच्ने रे आन्टी र दिदीहरू घाम पनि लाग्यो। हेलो गाइज 6 बजी हिँडेको मान्छे हामी 8 बजीसम्म नै आइपुग्यो छैन। आन्टी त्यहाँ हुन्छ दिदीहरू त्यहाँ हुन्छ म यहाँ छु गर्मी भएर हिँड्न सकेको छैन अहिले जङ्गलमा। यस्तो 8 बजे सक्यो आएको छैन रस्तै टाढा हेर्छु गाइजहरू मन्दिर एकदम पानी पनि पेस लगाइरह थके पनि लगाइरह पानी त छ ब्यागमा एकदम रमाइलो भइरहेछ। आफ्नो राजी खुसीले आयो किन बिरामी साथीहरू मेरो भ्लग मन पराइदिनु धेरै पछि बनाएको छ। कहाँबाट आज जङ्गल लगेर टिकटक बनाउनु पर्ला भनेको टिकटक मेरो एउटामा ड्राफ्टमा हालेँ त्यसपछि बनाउनु पर्ने छ। फोटो पनि राम्रो आएको छ साथीहरू प्लिज सपोर्ट गर्नु होला मलाई भाइरल गरिदिनु। यहाँ छ लाली गुराँस यहाँ छ म ल हाम्रो मान्छेहरू चाहिँ यहाँनिर आएर भेट्यो बल्ल तल्ल गाइजहरू। खै त तपाईँहरू दोहोरी गाइरह भन्थ्यो त दोहोरी गाइरह भन्थ्यो नि यस्तो भ्यू देखिन्छ गाइजहरू यहाँ अझै आएको छैन। म मोटै ढुक 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 भयो। कालिम्पोङ जाँदाखेरि म बिहान 11 बजी जाँदा राति 10 बजीसम्म छादेर म यति सुतेर भोलि बिहान मन्दिर घुमेको म हलिसीमा पानी नहालिकन उठेर नुहाएर
म त्यहाँदेखि म त्यतिखेर त छाडेर 1 हप्तासम्म उयो भएको त्यतिखेर भात खाएको त छाडेको पनि छाडे अहिले बिहान त त्यो पानी मात्रै निस्केको भात यो चाहिँ इबी भाबी भ्याक सम्झिँदा नि कस्तो हुन्छ अरे यस्तो खुवाई उस्ता खुवाई खुवाईले गरेर हो कि धेरै दाइ 12 घुम्ती भन्दा नि 50 घुम्ती गर्थ्यो होला त अहिले खाना खाएर जान्छ ल साथीहरू लाली गुराँस हो म त खानै नखान्छु न त खा लाली गुराँस फुल्यो ऊ त्यहाँ पनि छ। बनैमा मेरो मन भुल्यो तिमी के मामा तपाईले पहिले दिन बनाउँछ ल हामी पुग्नुपर्ने चाहिँ त्यहाँनिर हो साथीहरू देख्न सक्नुहुनेछ अझै एउटै पहाड त्यो पहाड आउनु आउनु खोइ त त्यो अर्को आन्टी आयो आयो भरेङ आयो भिड यस्तो छ खत्तम रहेछ भिडियो बन्द गर्नु भिडियो भएन क्या आयो साथीहरू आयो आयो लटारा सभा सर महादेव की जय 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 भोला बाबा हर हर महादेव आयो साथीहरू आयो हामी आइपुग्यो आयो यस्तो सानो एकजना मात्र नर्ने छ यार मेहाजिनमा मान्छे आइसकेको रहेछ अबे डरै लाग्दो भरे बिसारी बिसारी त्यहाँ भयो भिडियोको मात्र ध्यान नगर्ने भयो खै थिन्नु थिच्यो भयो कि भएन हेर त भइरहेछ ल गाईहरू यस्तो गाह्रो भरिन्छ बल्ल बल्ल यहाँ आइपुग्यो त्यहाँ जानुपर्ने छ हामी चाहिँ होइन पुग्न लाग्यो यत्रो भ्यू डर लाग्छ गएर अब पूजा गर्ने आइपुग्यो बल्ल बल्ल फाइनली मन्दिर आयो अब पूजा गर्नुपर्छ सिडी बनाएर त यो बाटो मान्छेले यसो गरेको पहिला भगवानले बनाएको बाटो त्यहाँबाट छ नि यसै फर्किँदै त्यो पनि एउटा दुइटै हुन्छ मान्छे झाँक्रीहरू जान्थ्यो ए जान नमिल्ने भए यहीँ गराउनु त है म त त्यहाँ जाने हो सबै नहाल्नु अहिलेलाई पनि चाहिन्छ मैले त कतिवटा आफैले फोरेछ तिमीले मनोकामना जाँदाखेरि उठे त्यो झिकेर छोरी एक समय आज के अरे हलिसी जाँदा पनि आफै फुटायो आमै मादेउले पनि फोर्ने नजानेर जम्मै फोर्छ त नि नजाने हेर पुग्यो पोस्नु नऱ्यो हेर पुग्यो ला एउटामा ल्याऊ पुगेको रहेछ होइन अर्को लिएर भुल्छु जान्छ हेप्ने केटा मान्छेहरू
छेत्री बाहुन त्यति त जाँदैन शनिबार चाहिँ आउने 2 भाग जाँदैन 1 भाग पूजा यो पनि माधवको गरियो पाइला हेर्नु त आएर यहाँ कहाँनिर दाहिने गोडा यो कुन भन्नुभयो यो के त ए यो दाहिने गोडा यो सन्तोषी माता मुखबाङ्गो भएको सन्तोषी माता भन्छ नि स्वस्थ बजाउनु मिल्दैन है मिल्छ है अब चढाउनु नि मिल्छ नि फुल बेलपत्र चामलहरू चामल अचार अन्नला पापा ए यहाँ भरेङबाट जानु मिल्ने रहेछ त्यहाँ त्रिशुलमा चाहिँ मकै 3 घोगा चढाउनु पर्छ कहिले किरा लाग्दैन आलु पकायो भने 3 घोगा चामल बाली थ्याङ्क यू गाइज थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई साथीहरू फोटो खिच्ने कार्यक्रम भइरहेको त्यहाँनिर मान्छेहरू आइरहेछ सक्यो आज चाहिँ अब फोटो खिच्ने हो त्यति हो भयो ग्रुप पनि खिच्नुपर्छ खिच्नु